दमक टु घोषपोखर एक ठाउँ जानुपर्ने थियो र भोलिको लागि छुट्टी मागेर म कलेजको ड्युटी सकेर छिटो घर गएँ। अनि दिउँसो म र मेरो बराबरको साथी जो चाहिँ जस्ट म भन्दा 5 इंच हाइटमा र 25 केजी वेटमा ज्यादा छ सँगै सिटीमा बसेर बस स्ट्यान्डतिर निस्क्यौँ। सिटीवालाले हामीले दुईजनालाई 3 जनाको भाडा लाग्छ भन्दै थियो। जे हो सिटीवाला दाइसँग कुरा मिलायौँ र बसमा हामी लास्टतिर आँटी बस्नु पर्यो। फेरि रोडको हालत त सबलाई थाहा नै छ। रोडमा खाल्डो छ कि खाल्डोमा रोड यति उफारो डेस्टिनेसन त हाम्रो हस्पिटल होला जस्तो भयो। त्यही भएर बिचमा माया नदी आउँदा अहिले नै मेरो बेला भएको छैन भन्दै माया मातालाई प्रार्थना गरे। साँझ परिसकेको धुलाबारीमा कतिजना स्कुले ग्याङहरू बसमा चढे। पक्कै लास्ट बेन्चर थिए। यहाँ पनि उनीहरूले लास्टका सबै सिटहरू आफ्नो नियन्त्रणमा लिए। यस्तो बाटोमा बसको हालत खराब नै हुने हो। त्यही भएर बस सर्भिस सेन्टर अगाडि रोक्यो। तर बोर्डमा माई कार वर्कसप लेखेको थियो। ड्राइभरले बुझ्यो होला आफ्नो पर्सनल कार मात्रै सर्भिस गर्ने हो यसले। त्यही भएर गाडी सर्भिस नगरी अगाडि बढ्यो। बल्ल बल्ल बोर्डरमा आफ्नो सबै आइडी र सामानहरू देखाएर पाइन्डिङै पुग्ने बित्तिकै बेङ्गली स्टाइल एग्रोल हाने। जर्नीको नेक्स्ट पार्ट म नेक्स्ट भिडियोमा हाल्छु।